झपक्कै फुलेको पैयमको फुल हिजो राति बतासैले झार्यो हो माया। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै छु। अनि आज चाहिँ हामी कहाँ आएको भन्दाखेरि यो खलाटे भाइरल रोड आएको। म दिदी सुस्मिता अनि भुटुङ छन्। हामी चाहिँ यत्तिकै डुल्दै आएको छौँ। अनि यहाँ चाहिँ कति बजी अहिले चाहिँ 5 बजिसक्यो। 5 भन्दा नि 6 बज्न लागिसक्यो। 6 बज्न लागिसक्यो। यहाँ मान्छेहरू यति धेरै यहाँ चाहिँ धेरै मान्छे आछन्। हामी चाहिँ भिडियो फोटो बनाएर अब जान्छौँ एकछिन पछि। साथीहरू हामी चाहिँ अलि अगाडि जान लाग्यो। अगाडि जान लाग्यो। अहिले मान्छे छैन। यहाँ चप्पल चुटेर मान्छेको हेर्ने हाल भइसकेको छ। अनि यहाँ फेरि पसल पनि ऊ तल रहेछ। अनि हामी चाहिँ गएनौँ पसल ल्याउन, अलि तल भएर। अब हामी घर जाने बेलामा बनाउँछौँ। गर्मी छ लास्टै सुर्खेतमा चाहिँ। हामी चाहिँ यहाँ जान लागिरहेको छौँ। अनि यहाँ मान्छेहरू आज चाहिँ धेरै आएको छैनन्। आज आइतबार भयो है। आज आइतबार भएर आएनन्। शनिबार आउँथे। अब हामी जाउने भनेको आएनौँ। देख्न सक्नुहुन्छ यता यस्तो घाम लागिरहेछ है। यस्तो छ यतातिर। ए हो। अनि यहीलाई भाइरल रोड अरे है। देख्न सक्नुहुन्छ यहाँ ऊ त कहाँ त्यो त अहिले सूर्य थोरै देखिया त्यो। यिनीहरू दिदीहरू सुस्मिताले यहाँ छन् अनि म चाहिँ यहाँ छु। घाम लाग्यो लास्टै चर्को घाम। तर अहिले 6 बजिसक्यो त्यही पनि घाम लागिरहेछ के। सुर्खेतमा यस्तै हो। राति पानी पर्छ, दिउँसो गर्मी हुन्छ। होइन, राति घाम लाग्छ, दिउँसो पानी पर्छ। हाम्रो के अरे हाम्रो सुर्खेतको ऊ यस्तै छ मौसम साथीहरू। पानी पर्न लागिरहेछ त्यही पनि हामी हिँडिरहेछौँ। कोही बेला गर्मी भएर अनि घाम पनि लगाएर अनि पानी पर्ने जस्तो पनि गरिरहेछ। त्यही भएर पानी परे पनि हाम्रो केही पर्दैन। हामी चाहिँ भित्रै जाने, हामीलाई भिज्नै मनपर्छ। भित्रै जाने हो घर होइन। मान्छेहरू तर आएको छ शीतल महिनामा। साथीहरू हामी चाहिँ यस्तरी हिँड्दैछौँ। देख्न सक्नुहुन्छ। अनि आज यस्तो छ भ्यू देख्न सक्नुहुन्छ। यिनी चाहिँ हाम्रो साथी। हामी चाहिँ हिँडिरहेछौँ लाठ्याङ गर्दै। चाहिँ यस्तो छ मान्छेहरू छन्। पछाडि दिदीहरू हुनुहुन्छ। यहाँ मान्छेलाई त्यसै गर्मी भइरह्यो। मान्छे अगाडि यस्तरी हिँडिरहेछन्। तर घाम कस्तो टिक्क टल्क्यो है। मान्छेहरू कति धेरै छन् तर पनि हामी अझै धेरै दिनभन्दा पनि 1 महिनापछि भ्लग बनाउन लाग्यो। नाच गाइरहेको रहेछ मान्छेहरू। गाई चाहिँ पानी पर्यो देख्न सक्नुहुन्छ। यहाँ पानी परिसक्यो। अनि मान्छेहरू यहाँ भिडियो बनाउने भन्न लागे। के गर्नु। देख्न सक्नुहुन्छ पानी पर्न लाग्यो। भिडियो बनाउने मान्छे पानी परिहाल्यो। यता घाम लाग्यो तर यता चाहिँ पानी परिरहेको। हामी चाहिँ यहाँ बसिरहेको भिडियो बनाउँदैछौँ। अनि उनीहरू चाहिँ भिडियो बनाउनलाई गरिरहेछन्। र अहिले चाहिँ पानी परिरहेको छ। देख्न सक्नुहुन्छ। इन्द्रेणी नदेखेको है यहाँबाट। पानी पऱ्यो। साथीहरू अब चाहिँ हामी घर जान लाग्यौँ। हामी चाहिँ घर जान लाग्यौँ। देख्न सक्नुहुन्छ। पछि इन्डियन ला त यसमा देखिँदै देखेँ। हामी चाहिँ घर जान लाग्यो। देख्न सक्नुहुन्छ साथीहरू। हामी चाहिँ घर जान लागेको होइन। अनि त्यसपछि देख्नुहुन्छ यता दिदी चाहिँ भिडियो बनाइदिएनन् भनेर रिसाउनु भएको अवस्था। अनि हामी चाहिँ अब जान लाग्छ। यहाँ इन्द्रेणी छ कि तर किन देखेन। यहाँ इन्द्रेणी छ तर देखेन कि साथीहरू। अनि हामी अब जान लाग्यो। रोड भनेको त यही हो, भाइरल रोड यही हो। अनि हामी
त घर जानु लाग्यो अनि बाटामा देखाउँछु म यहाँबाट चाहिँ जानु लाग्यो गइसक्यौँ भनेर यहाँबाट चाहिँ गइसक्यौँ भनेर चाहिँ हिँडिरहेको दिदीहरू अगाडि गइहाल्नु पानी परेर जस्तो भएको नि त अनि दिदीहरू अगाडि गइहाल्नु अनि हामी चाहिँ पछाडि जाँदैछौँ अनि चाहिँ कति बज्यो होला 6 बज्यो 7 बजे रहेछ 7 बजीसम्म गाई चल्दिनु सक्नुहुन्छ हामीले हिँडिरहेको छौँ ए ऊ त्यहाँ इन्द्रेणी छ है तर यस्तो देखाउँदाखेरि देखिन्न कि इन्द्रेणी अनि हामी चाहिँ अब त्यस्तो भ्युज त्यो केही देखिन्न है रोड मात्रै छ भाइरल रोड भन्ने काम मात्रै हामी पनि यस्तो काम नपाल्छ हिँडिहाल्यौँ आइदिइहाल्यौँ आएर पनि अब फोटोसोटो भिडियो सिडियो बनाएर हामी हिँडिहाल्यौँ घरतिर अनि हामी जङ्गल छ